हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ ठाकुरद्वारा माघे मेला हेर्नलाई। खासमा ठाकुरद्वारा माघे मेला हेर्न जाने त्यस्तो कुनै प्लान त थिएन, तर पनि दाइ जाँदै थियो। दाइ जान लागेको देखेपछि मैले चाहिँ ओइ पक पक म पनि जान्छु भनेर भनेको। नानी पनि ठ्याक्कै सुनेर अनि म पनि जान्छु भनेर रुँदै थिए। अनि चाहिँ हामी तिनैजना ठाकुरद्वारा मेला गयौँ। ठाकुरद्वारा मेला आइपुग्यौँ। अनि मेलामा आइपुगेपछि चाहिँ सानी नानीले अनि जे देख्यो त्यही यो चाहियो यो चाहियो यो चाहियो मलाई यो चाहियो भन्दै थिए। अनि हामी चाहिँ यसो भिडियो बनाऊँ न भनेर यसो भिडियो बनाउँदै थियौँ। अनि फेरि नानीले यो चाहियो भन्छ। अनि जे देख्यो फेरि त्यो चाहियो भन्छ होइन। यता यो देख्छ फेरि यो चाहियो भन्छ। अनि फेरि यता देख्छ फेरि यो चाहियो भन्दै थिए। अनि त्यसपछि नानीले फाइनल्ली एउटा गाडी र यो बजाउने चाहिँ उसले यो किनेपछि खुसी भएर बजाउँदै थिए। कति खुसी भएको ओहो न। त्यसपछि हामीहरू मेला घुमेर फर्किन थालेथ्यौँ। फर्किँदै थियौँ। फेरि नानीले चाहिँ यतातिर जाऊँ भन्न थाली। किनभने त्यतातिर चाहिँ बच्चाहरूले खेल्ने थरीको खेल्ने कुराहरू राखेको थियो। अनि उसलाई चाहिँ त्यो देखेर एकदमै रमाइलो लागिरहेको थियो। अनि उसले म पनि खेल्छु भन्दै थिए। त्यसपछि हामीहरू मेला घुमेर फर्किन थालेथ्यौँ। फेरि जाऊँ न मन्दिर दर्शन गरौँ भनेर बाहिरैबाट दर्शन गरियो। किनभने हामीहरू खाना खाएर पेट भरेर गएका थियौँ। त्यही भएर मन्दिरभित्र चाहिँ गएनौँ, बाहिर चाहिँ दर्शन गऱ्यौँ। हेऱ्यौँ मान्छेहरूको धेरै भिडभाड थियो। यसो भिडियो बनायौँ। अनि नानीलाई चाहिँ त्यो गाडी चाहिँ बाटोमै गुर्काउन मन लागिरहेको थियो। अनि बेला बेलामा झर्दै त्यो गाडी गुर्काउँदै गरिरहेको थिएँ। अनि त्यसपछि चाहिँ हामीहरू मन्दिर पनि दर्शन गऱ्यौँ, मेला पनि हेऱ्यौँ। अनि फर्किन थालेको अब चाहिँ यो चाहिँ फर्किँदाखेरिको हो। नानीले अझ उता जाऊँ भन्दै थियो कि त्यो उफ्रिने टाइपको त्यो खेल्ने कुराहरू थियो। त्यो बच्चा खेलेको देखेर उता जाऊँ भन्दै थिए। अनि हामी चाहिँ फर्किरहेको थियौँ। अनि बाहिर गेटनिर हो यो चाहिँ मुख्य प्रवेशद्वार हो। यो ठाकुरद्वारा मन्दिरको ठ्याक्कै ठाकुरद्वारा मन्दिरको बाहिरपट्टि चाहिँ यसरी बाघको स्ट्याचु बनाएको छ। अनि मैले चाहिँ यसो खिचौँ न त भनेर खिचिहालेँ। अनि हेर्न सक्नुहुन्छ भिडभाड एकदमै थियो। मान्छेहरू एकदमै धेरै हुनुहुन्थ्यो। यहाँ बजारभन्दा पनि मान्छे एकदमै धेरै उपस्थिति थियो। बजार चाहिँ खासै त्यस्तो केही थिएन। बाइ द वे त्यही पनि रमाइलो भयो, रमाइलो गरियो। हल्का सम्झना स्वरूप भिडियो पनि बनाइयो। अनि त्यसपछि दाइले सोध्दै थियो केही नास्ता खाने हो भन्दै थियो। नाइ केही नखाने भनेर अनि हामी चाहिँ त्यहाँबाट फर्किहाल्यौँ। हेर्न सक्नुहुन्छ बाटोमा कति मान्छेहरू आउँदै थिए, कति मान्छेहरू मेला हेरेर फर्किँदै थिए। अनि हामीहरू पनि फर्किन थाल्यौँ। हामीहरूले नास्ता केही खाएनौँ, फर्क्यौँ यत्तिकै। सानो नानी चाहिँ मेला हेर्न पाएर एकदमै खुसी भइरहेको थिए, एकदमै ह्याप्पी थिए। अनि कहिले के भन्दै थिए। अनि म चाहिँ उसँग गफ गर्दै कुरा गर्दै गइरहेको थिएँ। उसलाई ब्यालुन किनिदिएको, ब्यालुन चाहिँ ट्याक्क भुइँमा खसाएपछि फुटिहाल्यो क्या। अनि फेरि पनि ब्यालुन भन्दै थिएँ। अनि पख तँलाई चाहिँ अहिले घर गएर दिन्छु ल भन्दै अनि उसलाई फकाउँदै लिएर गइरहेको थिएँ। अनि बाइकमा एकदमै हावा लागिरहेको थियो। मेरो टोपी पनि खस्यो। थ्याङ्क यू फर वाचिङ।